एएफसी एशियन कप क्वालिफायरको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले कुन देशसँग खेल्दैछ, नेपाली समयअनुसार कति बजे खेल्दैछ र यो गेमको लाइभ कुन च्यानलले दिन्छ भनेर जतिजना चिन्तित हुनुहुन्थ्यो नि, यो भिडियो तपाईहरुको लागि। एएफसी एशियन कप क्वालिफायरको लागि नेपालले पहिलो गेम 29 तारिक अर्थात् भोलि नेपाली समयअनुसार बेलुकी 5:45 बजे लाओससँग खेल्दैछ र दोस्रो गेम श्रीलङ्कासँग जुलाईको 2 तारिक बेलुकी 5:45 बजे नै खेल्दैछ र तेस्रो गेम उज्बेकिस्तानसँग जुलाईको 5 तारिक बेलुकी 8:45 बजे खेल्दैछ र यो गेमहरुको लाइभ हेर्नको लागि स्क्रिनमा देखाइएको युट्युब च्यानलमा मजाले लाइभ दिन्छ, त्यहाँ गएर मजाले हेर्न सक्नुहुन्छ र युट्युबमा उज्बेकिस्तान एफए सर्च गर्नुस्, त्यो च्यानलले मजाले लाइभ दिन्छ, मजाले इन्जोय लिन सक्नुहुन्छ। र अब पालो तपाईको यो तीनवटा गेमहरु मध्ये सबैभन्दा बढी कुन गेम हेर्नको लागि एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नुस् र यो भिडियो जति सक्दो शेयर गर्नुस् ताकि कति बजे गेम हुँदैछ, लाइभ केबाट हुँदैछ भनेर थाहा नहुनेसम्म यो भिडियो पुगोस्। र यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिमको अपडेटको लागि हाम्रो आइडी फलो गर्नु भएको छैन भने आइडीलाई फलो गरिहाल्नुस्। जय नेपाली फुटबल।